लौ हेर त यहाँ चिया खाने मान्छे पनि कोही भेट्दैन यस्तो राति मध्यराति लौ हेर त यस्तो सेवा गर्न बसेको हामी लौ हेर त यो सेवा हो कि मेवा लौ चाटा त्यही भयो त अरे पुरा छिटेको त यो भलकमा आएर सबैले सब्स्क्राइब गरिदिनु होला पाले सोधेको चिया खान पनि यो साटो बाटो चोकमा आइदिनु पर्यो अघि भर्खर खाएँ भाइ यार अघि भर्खर मुनि खाएर आयो क्या गोर्खामा ए हुन्छ हुन्छ दाइ गोर्खामा नि छ मान्छेहरू गोर्खामा छ त्यहाँ पुलिसले खेदाउँछ होइन हजुर पुलिसले खेदाउँछ हजुर तर त्यहाँ लुकेर गर्नु त गर्छ अघि भर्खर खाएँ क्या ए यहाँ त मा खेदाउन आयो भने नि उल्टै खेदाएर पठाइदिने होइन दाइ भाइले मलाई चिनेन मैले एकचोटि सुनाकोटी ल्याइदिएको थिएँ दाइ चिन्यो के छ त ठिक छ यहाँ आयो भन्दै नि त नि मेरो भ्लगमा ए आए गाइस मलाई खै कोही सब्सक्राइब भएन नि त नि छैन छ तर मैले माथि छोडेको ए तेरिका घरमा गएर हान्नु पऱ्यो नि सब्सक्राइब भने ठिक छ दाइ भइहाल्छ नि म त फ्रीमै खाएन नि आज दिन दिनलाई भाइले अस्ति ल्याइदिएकोमा तर माग्दिनु म होइन मैले होइन म भर्खरै खाएर क्या च्याचुरोट म त्यस्तो फेरि अरूलाई गर्न नि मन लाग्दैन कति बजी जाने भाइ म बिहानतिर जान्छु होला दाइ भाइ लट बेच्छु अनि जान्छु स्ट्रगल त गर्नु पऱ्यो होइन पैसा भन्दा केही छोटो छैन अरूले हेर्दाखेरि चिया बेचिरहेको हुन्छ त्यो पठाउ भन्दा डबल पैसा कमाइ यहीँ कमाइ हामीलाई हेप्दिने हो हामीलाई हेप्दिएको सही हो मलाई चिनेर आयो फेरि भाइ मिल स्टुडेन्ट मात्र फेरि म त कहिले काहीँ ल्याउँदैन माथिदेखि हो म नाइट गर्ने हो क्या हुन्छ दाइ पाइहाल्छ नि है यो चिनेर गोब्रो सोब्रो झुन्डा चाहिँ चिनेर के भन्नु चाहिँ यहाँ भुलिहाल्दा केही हुँदैन नि हजुर हाल्दा केही हुँदैन नि केही हुँदैन इन्टरटेनमेन्ट पनि दिन्छ नि फेरि दाइ त्यही भएर त अहिले पुरा अनि खिचिदिएको त यो भलकमा आएर सबैले सब्स्क्राइब गरिदिनु होला र पारे सोधेको चिया खान पनि यो साटो बाटो चोकमा आइदिनु पर्यो ठिक मान्छे त ट्यालेन्ट रहेछ यार म खुसी लाग्यो ब्रदर यार कति वर्ष भयो भाइ म 21 हो दाइ होइन ट्यालेन्ट रहेछ मान्छे यार हजुर दाइ हुनु पर्यो अरू के छ क्यारिकेचर हजुर अरू के छ क्यारिकेचर त कति दाइ अर्को गर नि त यार म त डिनर लाग्यो मान्छे यार होइन जिस्का होइन म त ट्यालेन्ट मान्छे लास्टै मनपर्छ हौ ल गर एउटा मान्छे खोजिरहेको एउटा प्लेटफर्म खोजिरहेको हुँदै होइन चट्ट अब भिडियो बनाउँ सँगै यताउति गरेर च्याचुरोट अर्को गर त ल म यो भुलिहाल्छु भाइरल भयो भने त भयो नि त्यही भयो काउली बुढीको है त दाइ ल मान्छे ट्यालेन्ट रहेछ यार सेम लौ हेर त यहाँ चिया खाने मान्छे पनि कोही भेट्दैन यस्तो राति मध्यराति लौ हेर त यस्तो सेवा गर्न बसेको हामी लौ हेर त यो सेवा हो कि मेवा लौ चाटा यार होइन यार मान्छे त यार म कुल मान्छे एकदम ट्यालेन्टेड रहेछ यार ट्यालेन्टेड हुनुपर्छ ब्रो पैसा भन्दा ठुलो केही पनि छैन हो दिनरात दुःख यो भोलि पर्सि सम्झिन्छु म मस्त सुख सके यार ढाका टोपी महिलो धुने पनि पहिला गए के रमाइलो चरख च्याचुरोट ल भाइ यार म तिमीलाई भाइरल गरिदिन्छु भाइ यार ओके थ्याङ्क यू सो मच मेरो टिकटकमा अस्ति मैले भिडियो हालेको 1.1 मिलियन भ्युज गयो मेरो होइन मेरो चाहिँ तिम्रो नि म सानो क्लिप काटेर हालिदिन्छु भाइरल गयो भने म भन्छु तिमीलाई अब युट्युब चाहिँ भाइरल गर्न जान अलिकति गाह्रै हुन्छ टिकटक चाहिँ म पेलिदिन्छु तिम्रो टिकटक बिस्तारै भइहाल्छ नि दाइ जे कुराको नि पेसेन्स हुनुपर्छ नि त होइन 21 वर्षमा यस्तो सिकिसक्यो तिमीले दाइ जिन्दगी के हो मैले त यत्रो बच्चादेखि सिकायो क्या किनकि तँ गर्ने मान्छेलाई मात्रै थाहा हुन्छ क्या दाइ छोरा मान्छे फेस लगाएर लड्छ नि त्यसलाई मात्रै थाहा हुन्छ क्या दाइ जिन्दगी भने कस्तो रहेछ मान्छेको समाज भने कस्तो हुँदो रहेछ एभ्रिथिङ क्या म चाहिँ अहिले नै सोच्दिनँ कि अब म फ्युचरलाई सोध्छु क्या पास्ट भने पास्ट हो नि त अब फ्युचर अब मेरो फ्युचरमा के हुँदैछ क्या त्यसलाई पनि हेर्छु क्या होइन ठिक छ ल यो चाहिँ मैले काट्छु ल मलाई किनकि फन्नी कन्टेन्ट चाहिने हो यो सिरियस कन्टेन्ट चाहिँ हाल्दिनँ खास चाहिँ हो ओके दाइ म मेरो चाहिँ त्यस्तो किनभने पछि पोडकास्टतिर जाँदाखेरि भन्नु चाहिँ ठिक लाग्छ नि त होइन अहिले कहीँ पुगेन त्यही नि ल भाइ भने के हालिदियो ल दाजु कहीँ अलि माथिसम्म लगिदिनु हुन्थ्यो कि एक कप चिया फेरि खाइहालु कुन भन्नु त ल म ब्ल्याक खाऊ न दुध खाएँ मैले अघि ब्ल्याकै खाने हो ब्ल्याक खाइदिन्छु म होइन यार ठिक छ यार मान्छे यार
यस्तो क्या तिम्रो अब यो आज खिच्यो होइन नेक्स्ट टाइम पनि खिच्छु म तिम्रो भाइले चाहिँ गरेर छोडिदिन्छु त्यति ढुक्क बस्छ तिमी होइन मलाई त्यही हो मेरो एम मेरो पनि होइन भविष्य गरेर एम मेरो त्यही हो कलाकार बन्ने एउटा यस्तो कलाकार बन्न चाहन्छु कि दाइ होइन म जस्तो कलाकार कोही नहोस् क्या होइन खिचिरह है होइन यार तर तिमी मान्छे ट्यालेन्ट छ यार दाजु थ्याङ्क यू सो मच थ्याङ्क यू दाइ च्याचुर दाजु होइन के अरे यहाँको पसलहरू बन्द गरेको गाडाहरू अहिले जेएनजी आन्दोलनको कारणले गर्दाखेरि के खानु भयो तपाईँहरूलाई मोमो होइन मोमो होइन के अरे रक्सी र बियर चाहिएको थियो ए रक्सी र बियर लाउनु न त म तपाईँलाई लग्छु रोक्नु म यसो हेल्प चाहिने मान्छेहरूलाई त हेल्प गर्नु पऱ्यो नि त दाइ होइन ठिक हो ठिक मलाई त कन्ट्याक्टमा हजुर कन्ट्याक्टमा ए यस्तो त दाइ म हेर्नु न एकचोटि सानो मैले थोरै पैसा कमाउँछु पाओस् बुझ्नु होइन सब एउटा ठाउँमा इन्भेस्ट गरेर होइन कसरी बिजनेस गर्ने छ त्यो चाहिँ म बच्चैदेखि त्यो कुरा सोचिरहेको छु क्या जस्तै विनोद चौधरी होइन उसले कसरी व्यापार गर्यो त होइन मेरो नाम त स्यामुएल हो दाजु सामुएल हजुर सामुएल चौधरी होइन त विनोद चौधरी पनि हजुर दाइ हजुर उहीँ अगाडि ढुङ्गे टाढा अगाडि छ दाइ लग्दै ल भाइ त्यसको ल हुन्छ हस् दाइ अहिले आउला नि है ए होइन भोलि पर्सि भेट हुन्छ ओके ए पैसा ए अब बिजनेसले के गर्नु दाइ फ्यामिली गर्लफ्रेन्ड मान्दैन दाइ है थ्याङ्क सो मच दाइ ल ल ल के अरे यो पैसा दिन्थिनँ म किनकि अस्ति मैले फ्रीमा ल्याइदिएँ नि त तर तिम्रो ट्यालेन्ट देख्नु मात्रै मैले दिएको ए हस् थ्याङ्क यू सो मच ल ल ल ल है गाइजहरू ल है मैले खतरै कन्टेन्ट पाएँ त्यो एउटा ट्यालेन्टेड भाइ भेटेँ होइन यो भाइको हालिदिन्छु यो भाइलाई अब टिकटकमा भाइरल गरिदिनु पर्ने छ